बालेनले लास्ट आवरसम्म होल्ड गरेको, सोभिताले माया मारेको, गत चुनावमा एमालेले जित्न नसकेको, कांग्रेसले उम्मेद्वार नै नउठाएको अनि शक्तिशाली गठबन्धन हुँदा पनि ओन्सरी घरतीले पराजय भोगेको काठमाडौँ 2 मा यसपटक कसले मार्ला बाजी? काठमाडौँ 2 अब सजिलै अनुमान गर्न सकिने निर्वाचन क्षेत्र रहेन। राजधानीको शहरी चरित्र, सचेत मतदाता र निरन्तर बदलिदो राजनीतिक मनोविज्ञानले यो क्षेत्रलाई प्रत्यक्ष चुनावमा फरक कथा लेख्ने मैदान बनाउँदै आएको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सोभिता गौतमले स्थापित दलहरूलाई चकित पार्दै सरप्राइज जित हात पार्दा यही क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको थियो। त्यसयता धेरै कुरा बदलिएका छन्। सोभिता गौतम यसपटक काठमाडौँ 2 छोडेर चितवन 3 बाट उम्मेद्वार बनेकी छिन्। रासोपाले उनको ठाउँमा राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सुनिल केसीलाई अघि सारेको छ। यही परिवर्तनले काठमाडौँ 2 लाई फेरि एकपटक बहस, अनुमान र राजनीतिक रणनीतिको प्रयोगशालामा परिणत गरेको छ। 2079 मा सोभिता गौतमले 15,238 मत ल्याएर जित निकाल्दा त्यो केवल व्यक्तिगत लोकप्रियता मात्र थिएन, पुराना प्रतिको आक्रोश र नयाँ राजनीति प्रतिको आशाको मिश्रण थियो। दशकौंदेखि पालै पालो सत्तामा रहेका दलहरूप्रति असन्तुष्ट मतदाताहरूले रासोपालाई विकल्पको रूपमा रोजेका थिए। तर त्यो विश्वास व्यक्तिसँग जोडिएको थियो कि पार्टीसँग? यो प्रश्न अहिले रासोपाका लागि सबैभन्दा ठूलो परीक्षा बनेको छ। अघिल्लो चुनावमा रासोपाले समानुपातिक तर्फ पाएको 13,879 मत जोगाउनु नै उसका लागि जितको प्रतिस्पर्धामा राख्ने न्यूनतम शर्त हो। सोभिताको राष्ट्रिय छवि बलियो भए पनि स्थानीय स्तरमा विकास, पहुँच र जनसम्पर्कका विषयमा उठेका गुनासाहरूले अब नयाँ उम्मेद्वारलाई जवाबदेही बनाउने छ। रासोपाले यसपटक खेलेको सबैभन्दा साहसी चाल भनेको सुनिल केसीलाई उम्मेद्वार बनाउनु हो। राप्रपाबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित केसीको प्रवेशले राजनीतिक ध्रुवीकरणको पुरानो रेखा मेटाउँदै नयाँ समीकरण कोरेको देखिन्छ। सुनिल केसीको स्थानीय पकड बलियो मानिन्छ। उनी यस क्षेत्रमा सामाजिक, धार्मिक र स्थानीय सञ्जालसँग राम्रोसँग जोडिएका नेता हुन्। यदि उनले राप्रपाको संगठित मतदाता मध्ये 10-15% पनि आफू अनुकूल मोड्न सके भने रासोपा निर्णायक स्थानमा पुग्न सक्छ। तर यही प्रवेशले राप्रपा भित्र गहिरो असन्तोष पनि जन्माएको छ। पार्टी छोडेर गएका नेतालाई सजाय दिने मनोविज्ञान बलियो भयो भने रासोपाले अपेक्षा गरेको फाइदा उल्टै घाटामा परिणत हुन सक्छ। सुनिल केसी रासोपाका लागि शक्ति हुन् कि जोखिम? यो प्रश्नको उत्तर मतपेटिकाले मात्रै दिनेछ। एमालेको स्थिर मत